ओके गाइस, दिस अमु साक्य युट्युब च्यानल अमु साक्य युट्युब। स्वागत छ तपाईलाई अमु साक्यको युट्युब च्यानलमा। आज म तपाईलाई सिकाउन गइरहेको भिडियो चाहिँ यो वाला हो, जुन निकै नै ट्रेन्डिङ छ टिकटक, फेसबुक रिल्स, इन्स्टाग्राम रिल्समा। अब यसमा तपाईले फोटो सहित तपाईलाई कसरी ट्विस्ट गर्ने दुईटा तरिका सिकाउँछु। एउटा फोटो बनाउन सिकाउँछु, एउटा तपाईले कसरी टिकटकमा यो वाला स्पिन वाला इफेक्ट बनाउन सिकाउँछु। निकै नै सजिलो छ। सो भिडियो हेर्नुला कसरी गर्ने त्यो म सिकाउँछु। सो यस्तो खालको ट्रेनिङ भिडियोलाई तपाईले सुरुमा आफ्नो गुगल प्ले स्टोरमा गएर है सर्च गर्नुहोस् जेमिनाई है, जेमिनी भन्छ, जेमिनाई पनि भन्छ। ओके, जेमिनाई मैले सर्च गरेँ। ओके, यो वाला है मेरोमा अलरेडी इन्स्टल छ, मेरो मोबाइल किन्दा अलरेडी आएको थियो। अब तपाईको इन्स्टल गर्नुस्, इन्स्टल गरेपछि ओपन देखाउँछ यसरी हैन। ओके, अब के गर्ने भन्दा धेरै थाहा हुन्न कसरी गर्ने। एकदम राम्रो एप छ यो, फोटो बनाउनलाई एकदम राम्रो एप छ। च्याटजीपीटीमा तपाईको 3टा फोटो मात्र मिल्छ फ्री भर्सनमा है। यसमा त जति पनि फोटो बनाउन मिल्छ है। त्यो राम्रो कुरा हो जेमिनाई एपको चाहिँ। म एकदम युज गरेँ, पहिलेदेखि युज गर्थेँ म हैन। अनि यो प्लसमा थिच्नुस् है। अनि यो ग्यालेरीमा तपाईले क्यामेराबाट फोटो खिच्ने भने क्यामेराबाट गर्नुस् तुरुन्त फोटो खिच्नलाई, हैन भने ग्यालेरीमा पनि गर्न सक्नुहुन्छ। फाइल्स पनि छ, ड्राइभ पनि छ। म अहिले ग्यालेरीमा देखाउँछु त्यो ग्यालेरीको फोटोलाई आफ्नो। ओके, सो यहाँ धेरै भिडियो एडिटिङ गरेर राखेको। मसँग खासै फोटो म त्यति बनाउँदैन है। मसँग एउटा फोटो छ है, म यही नै देखाउँछु है। यही क्लिक गरेँ, एड गर्नुस्। म धेरै भिडियो खिच्छु, फोटोभन्दा बढी भिडियो खिच्ने मान्छे म। अब तपाईलाई एउटा प्रम्प्ट चाहिन्छ है। यो प्रम्प्ट चाहिँ अलरेडी मैले कपी गरेर राखेको छु। यो चाहिँ मेरो डिस्क्रिप्सनमा छ है। युट्युब भिडियोहरुले हेर्दै हुनुहुन्छ हैन, मेरो डिस्क्रिप्सन राखिदिएको छु। टिकटकमा राख्न मिलेन, त्यही भएर अब तपाईले यहाँ एरोमा क्लिक गर्नुस् है। यसले अब एकछिन टाइम लिन्छ, धेरै टाइम दिँदैन। अलि यो धेरै ट्रेन्ड भएको कारणले जेमिनाईले पनि कहिले एकदम बिजी छम, एकछिन फेरि ट्राई गर्नु भन्छ है। त्यस्तो भने चाहिँ फेरि ट्राई गर्ने है। कहिले भन्छ कहिले भन्दैन, पहिला कहिले भन्दैन। आजकल यो ट्रेन्डिङ भएर जेमिनाई धेरै ट्रेनिङ भएर चाहिँ एकदमै टाइम लाग्छ यसमा आजकल है। पहिला जस्तो हैन। अब जेनेरेटिभ इमेज भनिसकेको छ यहाँ, सायद एकछिन बनि पनि हाल्छ। तपाईँ मजाले स्योर हेर्छ इमेज छ बनाइसकेको छिटो है। सो हेर्नुहोस् बनाइसकेको छ। अब तपाईँलाई मन पऱ्यो भने फेरि ट्राई गर्नुहोस्, अर्को फोटो ट्राई गर्नुहोस्, आफ्नो इच्छा हो। अब फोटोलाई क्लिक गर्छु म, अनि यहाँ डाउनलोड माथि डाउनलोडमा क्लिक गर्छु है। हेर्नुहोस् डाउनलोडिङ फुल भइरहेछ। अब एकछिनमै डाउनलोड हुन्छ, यो घुमिरहेछ है। एकदम राम्रो एप छ जेमिनाई, तपाईँले धेरै कुरामा तपाईँलाई सहयोग हुन्छ यो। अब इमेज डाउनलोड भइसक्यो हैन। अब हामी टिकटक खोल्छौँ है आफ्नो। सो टिकटक खोल्छौँ हैन। टिकटकमा अझसम्म फलो गर्नुपर्छ, टिकटकमा फलो गर्नु होला, मेसेजमा देखाइदियो। ओके, सो तपाईको अब के गर्ने भन्दाखेरि चाहिँ टिकटकमा तपाईको हैन यस्तो भिडियो तपाईको धेरै आउँछ हेर्नुस् है। सो यो घुमिरहेको भिडियोहरु, ट्रेन्डिङ भिडियोहरु, इफेक्टहरु यसलाई मात्र हैन अरूलाई पनि तपाईको भनिदिन्छु। जस्तै तपाई एकछिन हेर्नुस्, म यहाँ लोड हुँदैछ, मेरोमा वाइफाई छैन, म डाटाबाट नेट चलाउँछु। ओके, यो फोटो म यहाँ सेभ गरेर छ। यस्तो फोटोहरु धेरै आउँछ तपाईकोमा हैन। अब यहाँ इफेक्टमा यहाँ तपाईलाई देख्नु भयो भने इफेक्टमा क्लिक गर्नुस् हैन, अनि तपाईको युज दिस इफेक्टमा क्लिक गर्नुस् है। ओके, युज दिस इफेक्टमा क्लिक गरेपछि हजुरले एउटा फोटो छान्नु पर्ने हुन्छ, अनि तपाईको फोटो छानेपछि बन्छ है। अनि यहाँ फोटो टन्नै आउँछ है। यहाँ अगाडि फोटो छैन भने तपाई यो ग्यालेरीमा गएर पनि तपाईले यहाँबाट फोटो छान्न सक्नुहुन्छ है त। ओके, सो यो भयो। आफ्नो एउटा फोटो छाने, ल मलाई यो फोटो छान्दै जा मैले। अब एकछिन टाइम लिन्छ हेर्नुस्। तपाईले कुद्न सक्नुहुन्छ भने कुरेर बस्नुस्, कुद्न सक्नुहुन्न भने कन्टिन्यू जेनेरेटिङ ड्राफ्टमा क्लिक गर्नुस्। अब यो ड्राफ्टमा सेभ भयो हैन। एउटा सुन्दर साउन्ड कम गर्दिनु एकछिन। ओके, अब तपाईले टिकटक मजाले चलाउन सक्नुहुन्छ। तपाईको यहाँ ड्राफ्टमा हेर्न सक्नुहुन्छ हजुरले। यो प्रोसेसिङ भइरहेछ है, अलरेडी एउटा प्रोसेसिङ भइरहेको छ। यो कुर्नु भन्दा तपाईलाई म आफ्नो भिडियो देखाइदिन्छु हेर्नुस्। भिडियो यस्तै बन्ने सेम है। त्यसै वेट गर्न टाइम लाग्यो मलाई हैन। सो नेट ड्रेस लो छ। एउटा सुन्दर फुलले मुसुक्क मुस्कुराएर भन्छ लाइफ इज सो। सुन्नुभयो हजुरले, यसरी राम्रो भिडियो हजुर बनाउन सक्नुहुन्छ। सो भिडियो मन पर्यो लाइक, कमेन्ट, सब्स्क्राइब गर्नुस् मेरो च्यानललाई। किनकि म युट्युबमा भिडियो चाहिँ बिस्तारै सिकाउने गर्छु, टिकटकमा लामो सर्टकटमा सिकाउने गर्छु। टिकटकमा धेरै फास्ट हुन्छ, एकदम मेरो बोली पनि फास्ट छ। थ्याङ्क यू सो मच गाइस।